सर अनि यो हाम्रो नेपाल सरकारको स्वास्थ्य कार्यक्रममा चाहिँ यो 20 र 21 गते के छ, के को हल्ला छ यो? ठिक छ डाक्टर साहब। के छ भने हाम्रो कार्तिकको 20 र 21 गते चाहिँ राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि कार्यक्रम छ, जुन चाहिँ हामीले 6 महिनादेखि 5 वर्षसम्मको बालबालिकाहरूलाई खुवाउने गरिन्छ। त्यही कार्यक्रम हो, यो राष्ट्रिय प्रोग्राम हो, वर्षमा 2 चोटि हुने गर्छ। यो वर्षमा 2 चोटि। अनि यो भिटामिन ए पनि रहेछ यो खुवाउने, अनि यो चाहिँ किन र कस्तो रहेछ, यसको बारेमा बुझाउनु न हल्का यसो मलाई। त्यो चाहिँ डाक्टर साहब के छ भनेदेखि यो भिटामिन ए चाहिँ हाम्रो 6 महिनादेखि 5 वर्षसम्मको बच्चाहरूलाई खुवाइन्छ। 6 महिनाभन्दा मुनिको बच्चालाई भिटामिन ए खुवाइँदैन होइन। यो कार्यक्रममा चाहिँ 6 महिनादेखि 12 महिनासम्मको बच्चालाई भिटामिन ए क्याप्सुल 2 लाख युनिट वा आदि क्याप्सुल खुवाइन्छ भनेदेखि 1 वर्षदेखि माथितिरका बच्चाहरूलाई चाहिँ 12 महिनाभन्दा माथिको बच्चालाई चाहिँ 2 लाख युनिट वा पुरा क्याप्सुल खुवाइने गरिन्छ। अनि के भन्छ, अर्को प्रश्न चाहिँ यो सानै बच्चाले चाहिँ किन भिटामिन ए खुवाउँछ? यसको के सपोज खुवाएन भने के असर हुन सक्छ र? कस्तो छ भनेदेखि यो नेसनल भिटामिन ए कार्यक्रम ल्याउनुभन्दा अगाडि चाहिँ हाम्रो सानसाना बच्चाहरूलाईदेखि रतन्दो, त्यसपछिबाट जेरेप्थेल्मिया भन्ने रोगहरू, त्यसपछि क्रोनिक डायरियाहरू, कुपोषणहरू धेरै भएको कारणले गर्दाखेरि नेपाल सरकारले चाहिँ 6 महिनादेखि 5 वर्ष पुरा नहुन्जेलसम्मको बच्चालाई चाहिँ प्रत्येक 6 महिनामा भिटामिन ए कार्यक्रम राख्दछ, जसले गर्दाखेरि बच्चालाई चाहिँ रतन्दो, जेरेप्थेल्मिया भन्ने रोगहरू नहोस्, कुपोषण नहोस्, क्रोनिक डायरियाहरू नहोस् भन्नको लागि राखिन्छ। त्यसैले अब हाम्रो समुदायमा रहेका मानिसहरूले पनि भिटामिन ए कार्यक्रम चाहिँ 20 र 21 गते खुवाउनु पर्ने हुन्छ। सरले चाहिँ भिटामिन ए को बारेमा त भन्नुभयो, तर म उहाँ सरसँग एउटा के प्रश्न सोध्न चाहन्छु भने भिटामिन ए सँगसँगै जुकाको औषधि कार्यक्रम भन्ने भन्नुभयो, अनि भिटामिन ए सँगसँगै जुकाको औषधि कार्यक्रम किन जोडेको होला सर? अब यस्तो हुन्छ, अब धेरै जसो चाहिँ अब यो हामीले जुकाको औषधि चाहिँ यो राख्नुको कारण भनेको चाहिँ अब हतपत बच्चाहरूले जुका लाग्यो भने अब लक्षणहरू पनि हतपत ढिला देखिने, अनि हस्पिटल स्वास्थ्य चौकीमा नि औषधि खान नजाने। तर भिटामिन ए सँगै राख्यो भने चाहिँ के हुन्छ, अब त्यो भिटामिन ए को औषधि पनि खान आउँछ अनि जुकाको औषधि पनि खान आउँछ, अनि फेरि भिटामिन ए र जुकाको औषधिको यो एज ग्रुप हुन्छ नि ठ्याक्कै सेम 5 वर्षभित्र। त्यही भएर यो नेपाल सरकार स्वास्थ्य कार्यक्रम चाहिँ सँगै राखेको हो भनेर। ए ल ठिक छ। अब जुकाको औषधि जोडेको मैले बुझेँ किन जोडेको रहेछ भन्ने, तर जुकाको औषधि कसरी खुवाउने, कति उमेर समूहको लागि कति चोटि दिने, त्यसको बारेमा एउटा भन्नु पर्यो। धन्यवाद सर क्वेसनको लागि। अब यो के भन्छ, यो 12 महिना तलको लागि चाहिँ बच्चालाई खुवाउनु परेन, तर 12 महिना कटिसकेपछि 24 महिनासम्म चाहिँ आधी चक्की भनेको 200 मिलिग्राम खुवाउनु पर्छ, अनि अर्को भनेको चाहिँ 24 महिना कटिसकेपछि 59 महिना अथवा 5 वर्षसम्मको लागि 1 चक्की, त्यो भनेको 400 मिलिग्राम खुवाउनु पर्छ। यो भनेको फेरि 6 महिनामा खुवाउनु पर्छ है। त्यो त ठिक छ डाक्टर साहब। अनि यो जुकाको औषधि किन राख्यो होला, किन खुवाउनु पर्यो होला त बच्चाहरूलाई, के कारणले गर्दा होला? अब यस्तो हुन्छ, अब बच्चा हुन्छ, बच्चाहरू धेरै चकचके हुन्छ, के खाने नखाने थाहा हुँदैन। अब नङहरू पनि ठुल्ठुलो पाल्ने हुन्छ, अनि त्यसमा अनि जुगाहरूको अन्डाहरू बस्ने हुन्छ, फेरि माटो खाने हुन्छ, खाली खुट्टा हिँड्ने हुन्छ, खाली खुट्टा हिँड्दा पनि जुगाहरू पस्ने गर्छ। अनि त्यही भएर यो बच्चाहरूलाई नै स्पेसली टार्गेट गरेको हो, 5 वर्षको मुनिलाई। अनि फेरि यस्तो हुन्छ, अब जुगाको औषधि खाएन भने अनि बच्चाहरूलाई जुगाको कारणले अब कुपोषण लाग्ने हुन्छ होइन, एनिमिया हुन्छ, रातो रगत कम हुने, खाना मन नलाग्ने, कहिलेकाहीँ पेट कटक्क दुख्ने, झाडा पखाला लाग्ने हुन्छ। त्यही भएर यो जुगाको औषधि चाहिँ हामीले खुवाउनुपर्छ। अनि के छ डाक्टर साहब, अनि के गरी अब होइन यो 20 र 21 गते त कार्यक्रम रहेछ, 20 र 21 गते भन्दा अब हाम्रो कोही बच्चाहरू खाना छुट्यो भने चाहिँ के गर्नु होला नि? अब यस्तो हुन्छ, अब खाना छुट्यो भने चाहिँ जतिखेर गार्जेनले सम्झिन्छ त्यतिखेर हाम्रो नजिकको स्वास्थ्य चौकीमा अथवा अस्पतालमा गएर खाने, अनि फेरि 6 महिनापछि खुवाउने, त्यसरी गर्न मिल्छ। धन्यवाद। सरले चाहिँ सबै कुरा भनिसक्नुभयो। 5 वर्ष मुनिको लागि भिटामिन ए र जुकाको औषधि खुवाउनु पर्छ अरे, के समस्या हुन्छ, किन खुवाउनु पर्छ भनेको बुझे, यो कार्यक्रमको बारेमा पनि बुझे, 6 महिनामा खुवाउनु पर्छ। तर एउटा कुरा मात्र नबुझेको के हो कि 5 वर्ष मुनिकै मात्र कुरा गर्नुभयो। 5 वर्ष माथिको कसैलाई जुका लाग्यो, जुका पऱ्यो, जुकाको समस्या भयो भने उसलाई जुकाको औषधि खुवाउने कि नखुवाउने, कसरी खुवाउने? अब यस्तो हुन्छ, नेपाल सरकारको यो कार्यक्रम हो 6 महिनामा हुने, यो चाहिँ 5 वर्ष मुनिको बच्चालाई मात्र खुवाउन मिल्छ होइन। यो फेरि औषधि पुरै फ्री हो। तर कोही मान्छेले अब तपाईँ जस्तो हामीलाई जुगाको औषधि लाग्यो भने आफ्नो नजिकको स्वास्थ्य चौकीमा अथवा कुनै सरकारी प्राइभेट हस्पिटलमा गएर किनेर अथवा सरकारीमा फ्रीमा पनि पाउँछ, त्यो हामीले खान मिल्छ। तर यो कार्यक्रममा चाहिँ इन्क्लुड चाहिँ 12 महिना कटिसकेको र 5 वर्ष मुनिको बच्चालाई मात्र इन्क्लुड गर्न मिल्छ। तर तपाईँलाई व्यक्तिगत समस्या छ भने चेक जाँच गरेर खान मिल्छ हामीले। ए ल एकदम
सरहरू अनि हामीले आज भिटामिन ए र जुकाको औषधिको बारेमा त बुझ्यौँ, तर यो राष्ट्रिय भिटामिन ए कार्यक्रममा यो सँगसँगै बालभिटा कार्यक्रम पनि छ नि सर? एकदमै छ। बालभिटा कार्यक्रम हाम्रो नेपाल सरकारले चाहिँ विक्रम सम्वत 2064 लागू गर्नुभएको थियो। त्यस अन्तर्गत बालभिटामा पाइने पाउडरमा 15 किसिमको पौष्टिक तत्त्वहरू पाउने गर्दछ, जसले गर्दा बच्चाको शारीरिक मानसिक वृद्धि विकासमा पुग्ने गर्दछ। अनि यो बालभिटा चाहिँ खासमा कति वर्षको बच्चाले खुवाउने गरिन्छ खासमा? यो चाहिँ 6 महिनाभन्दा कुनैलाई खुवाउनु हुँदैन, किनभने त्यो एक्सक्लुजिभ ब्रेस्ट फिडिङमा हुन्छ, दुध खाइरहेको हुन्छ, त्यही भएर खुवाउनु हुँदैन। 6 देखि 23 महिनाभित्रको बच्चालाई साधारणतया 6 देखि 23 महिनाभित्रको बच्चाले खुवाउनुपर्छ। अनि सर अनि यो चाहिँ कसरी खुवाउने, कहिले कहिले खुवाउने फेरि? एकदम राम्रो प्रश्न सोध्नुभयो खड्का सरले। यो 6 महिनादेखि 23 महिनाको बच्चालाई लगातार खुवाउनु हुँदैन। पहिलाचोटि यदि 6 महिना कसैको बच्चाको पुग्यो भने सुरुमा 2 महिना चाहिँ बालभिटा खुवाउने, 7वटा प्याकेट 2 महिना, 7वटा प्याकेट, एक प्याकेट सधैँ खुवाउनु पर्छ। फेरि 4 महिना ग्याप गर्नुपर्छ, फेरि अर्को 2 महिना खुवाउने, फेरि 4 महिना ग्याप गर्नुपर्छ। त्यसै गरी 6 देखि 23 महिनामा जम्मा 6 महिना खान्छ बच्चाले। अनि 6 महिनामा प्रत्येक 1 दिनको दरले जोड्यो भने 180 प्याकेट बच्चाले 6 देखि 23 महिनाभित्रको बच्चाले खाइसक्नु पर्दछ। अनि यो खानुको बच्चाले चाहिँ के फाइदा हुन्छ यो खुवाएपछि? एकदम राम्रो प्रश्न गर्नुभयो हाम्रो डाक्टर साहबले। यो खानुको धेरै फाइदा छ, किनभने हामीले के बुझ्नु पर्दछ भन्दाखेरि यसमा थुप्रै 15 प्रकारको अघि नै मैले भने भिटामिनहरू, मिनरल, क्याल्सियम, जिङ्क, आइरनहरू मिक्स गरेर लगभग 15 प्रकारको पौष्टिक तत्त्वहरू यसमा मिक्स भएको हुन्छ। अनि यो प्राय किनभने हामीले यो कुरा बुझ्नुपर्छ कि गर्भमा बच्चा भएको बेला हाम्रो मानसिक विकास चाहिँ 30% मात्र भएको हुन्छ। त्यसपछि गर्भबाट निस्किसकेपछि 1 वर्षमा फेरि 25% हुन्छ, अनि 2 वर्षमा फेरि 25% हुन्छ। त्यसो जोड्दाखेरि हेऱ्यो भने 2 वर्षमा बच्चाको वृद्धि विकास दिमागको मात्र 80% हुने गर्दछ। त्यही भएर यही बेला हामीले यदि बच्चाले राम्ररी पौष्टिक तत्त्वहरू पायो भने उसको मानसिक विकासहरू छिटो हुन्छ। 80% जतिको मानसिक विकासहरू हामीले सानैमा 2 वर्ष उमेरकै समूहमा गर्न सक्छौँ। त्यही भएर यसलाई खुवाउन छुटाउनु हुँदैन। धन्यवाद सबैजनालाई नमस्कार। आज हामीले भनेको भिटामिन ए, जुकाको औषधि र बालभिटाको बारेमा सबै जनसमुदायहरूले बुझ्नुभयो होला यसको फाइदाको बारेमा। त्यसैले यही कार्तिकको 20 र 21 गते हुने बृहत राष्ट्रिय भिटामिन ए कार्यक्रमलाई यस सुनापति गाउँपालिका भइरहनु भएका जनसमुदायले पनि आफ्नो 5 वर्ष मुनिका बालबालिकाहरूलाई अनिवार्य रूपमा आफ्नो छेउको स्वास्थ्य स्वयंसेविकाबाट भिटामिन ए, जुकाको औषधि र बालभिटा खुवाउनु होला। र सुनापति गाउँपालिका भन्दा बाहिर रहनुभएका जनसमुदायले पनि आफ्नो 5 वर्ष मुनिका बालबालिकालाई नजिकै रहेको सरकारी स्वास्थ्य संस्थामा गएर अनिवार्य रूपमा भिटामिन ए र जुकाको औषधि खुवाउनु होला। यति बेरसम्म हाम्रो भिडियो हेर्नु भएको धेरै धेरै धन्यवाद।